240 वर्षसम्म शासन गरेको राजतन्त्रसँग 15 वर्षको गणतन्त्रको तुलना गर्न मिल्छ? मिल्दैन। वाइट टेरिका अनि के हो साथीहरू, 15 वर्षको गणतन्त्र गर्न मिल्छ भनेर चाहिँ दिदीले धम्की दिँदै छिन् त। के हो कुरो साथीहरू? तिमीहरू गणतन्त्रवादीहरूले चाहिँ राम्रो काम गरेको थियो भने अहिले जनताहरू रोडमा आएर राजा राजा भनेर उफ्रिन्थे। मैले त बारम्बार भनेको थिएँ त, तिमीहरू 240 वर्ष के कुरा गर्छौ? 18-19 वर्षको अगाडिको कुरा गर न। तिमीहरू जनताहरू लुटेर खाएको होइन, ब्याङ्क लुटेर खाएको होइन, गाविस लुटेर खाएको होइन। एउटा विदेशबाट चाहिँ एउटा सर्वसाधारण जनता चाहिँ कमाएर आयो भने 50,000 दिन्छ, 1 लाख दिन्छस् भने माओवादीमा हिँड्छस् भनेर तिमीहरूले चन्दा उठाएर हिँडेको हो कि होइन? एउटा दलितको छोराहरूलाई चाहिँ तिमीलाई बन्दुक उठाउन लागेको हो कि होइन? हामी जस्तो युवाहरूलाई चाहिँ तिमीहरूले बन्दुक 8 देखि माथि पढ्ने तिमीहरूले बन्दुक उठाएर हिँड्न लागेको हो कि होइन? यो कुरा तिमीहरूले बिर्छौ न? मेरा मलाई फटा जनताहरू बिर्छौ न? मैले त बिर्सेको छैन। म जस्तो युवाहरू पढ्न नपाएर अर्काको देशमा गुलामी गर्न हिँडेको मान्छे म, बुझ्यौ नि?